केही देख्नु भयो तपाईँहरूले बाटो क्यामेरामा कस्तो देख्दैछ कुनी तर एकदमै धुम्मस अनुहारमा खुसी भए नि मनमा दुखिएको पीडाहरू लुकाएर जाँदैछु ती डाँडा पारी छोडेर। हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई फेरि पनि अरुण लेप्चा भ्लग्समा स्वागत छ। र आज भने चाहिँ हामी छोटो राइडमा हामी जाँदैछौँ। अब यहाँ हाम्रो फौजी साहब भोलि फर्किँदैछ, त्यसले गर्दाखेरि आज चाहिँ हामी एकछिन कता कता हुन्छ। एड्रेस चाहिँ अहिलेसम्म टुङ्गो भएको छैन, दुई भाइ बसिसकेको छ। यता हेर्नु, नलुक्नु त्यसरी त्यसरी नलुक्नु। दुई भाइ निक्लिसकेको छ, अब हामी निक्लिँदैछौँ र हामी चाहिँ तन्याङबाट निक्लिसकेको छौँ। अब लेट्स हेरौँ कहाँ पुग्छ। अहिले हाफ डेसम्म चाहिँ हामी काम गरिवरि निक्लेको। आज सुमन भाइको लास्ट डे। अहिले फिलहाल भने चाहिँ हामी भन्ज्याङमा आइपुगिसकेका छौँ। सो तपाईँहरू भिडियो हेर्दै जानुहोस्। अब आज सुमन भाइसँग सायद लास्ट सेकेन्ड भिडियो हुनसक्छ। भरे बेलुका होइन, आज बेलुकासम्म नै यही भिडियोमा हुन्छ। आज लास्ट भिडियो नै रहेछ भाइसँग। अब यस्तै छ, हाम्रो भाइ फर्किँदैछ। अब नेक्स्ट इयर कहिले भेट्छ फेरि भाइहरूसँग, त्यति बेला भेटेर भिडियो बनाउनुपर्छ। हामी चाहिँ अहिले सिन्जी आइपुगिसकेको छौँ। एकदम सुनसान छ नि सिन्जी पनि। वेदर चाहिँ एकदमै चिसो चिसो छ, यस्तै छ मौसमहरू। सिन्जी फाटक सो गाइस, हामी चाहिँ यहाँनिर हाइवे आइपुगेको छौँ। तर नि आइपुग्दा चाहिँ एकदम पानी परेको रहेछ, अन्त एकदम धुम्मो छ। हामी चाहिँ मेन हाइवे डाँडामा छौँ। दुई बहिनी अगाडि रोकिरहेको छ। कता उकालो ओह्रालो कता? यस्तो चाहिँ वेदर चाहिँ यताको एकदमै धुम्म। के नदेख्दो रहेछ नि त, वेदर चाहिँ यस्तो रहेछ। कफेरको वेदर, कफेर हाइवे एरियाको वेदर त अन्त हेर्नुहोस् त। हाम्रोतिर अलिक भए पनि शीतल, यतातिर त केही नदेख्दो रहेछ नि त। फेरि अवस्था चाहिँ यस्तो रहेछ, देख्नु केही छैन। अब सबै कुरो एक्सपिरियन्स गरिराख्नुपर्छ बाटोहरू। वाउ, मजा बस। एक भाइ अगाडि पुगिसकेको छु। यो दुई भाइ मेरो अगाडि छ र म चाहिँ यहाँ सोलो छु। अम्बो हेर्नुहोस् त, राम्रो त केही नदेख्दो रहेछ नि त बिजोक चाहिँ। बाटो चाहिँ खास गरी उज्यालो रहेछ। अलिकति ग्लास लगाएको थिएँ मैले, यो ग्लासले अलिक मधुरो पो देखेको रहेछ। आम्मा, केटाहरू भिडियो बनाउने भन्दै थियो, तर भिडियोको हालत चाहिँ यस्तो छ बनाउने ठाउँमा चाहिँ पुरै कहाँ चाहिँ पुऱ्यो भनेको नि केटाहरूले हत्तो पत्तो छैन। दिन चाहिँ यस्तो
कुदेकै हो केटाहरू यस्तो फगीमा। बेलुका त अन्त साह्रो पर्ने रहेछ नि त यस्तो बाटोमा। केही देख्नु भयो तपाईँहरूले बाटो? क्यामेरामा कस्तो देख्दैछ कुनी, तर एकदमै धुम्मस अगाडि गरौँ स्लो गरिहाल्यो। अम्बो हात पनि यस्तो चिसो भयो कि अहिले टाइम पनि दिउँसोको 1:30 भएको रहेछ। 1:30 को वेदर चाहिँ यस्तो छ यो कफेर हाइवेको। हामी त कफेर आइपुगेको जस्तो छन्। अब आज लास्ट डे हो फेरि केटाहरूसँग हो, त्यसपछि भोलिदेखि आफ्नो आफ्नो धुनमा काममा हुन्छ। कोही बेला यसो मनोरञ्जन घरको कामहरू सबै सकेर चाहिँ हामी निक्लेको। त्यो बिचमा अलि ठाउँ उज्यालो, अहिले फेरि धुम्म भइगयो। आज चाहिँ मैले मास्क नलगाएको, यस्तो चिसो रहेछ। बहुत ही ठन्डे। हामी त कफेर नजिक पो आइपुगेछ। राइटमा जाने भने केटाहरू, एड्रेस चाहिँ फिक्सै भएको थिएन सुरुमा, र अहिले त आइपुगेछौँ हामी। केटाहरू साइड लाग्नु थाल्यो। अब यतै कफेर आइपुग्यो हामी चाहिँ। यहाँ 2 भाइ चाहिँ अघि निक्लेकै छैन नि। 2 भाइ अघि भिडियोमै निक्लेको छैन नि त। हामी चाहिँ कफेर आइपुगिसकेको छौँ। यता 2 भाइ हेर त पुरै चिसो। म यसको मार्क्स हेर। अहिले चाहिँ हामी कफेरमा दोकानमा चियाको लागि हामी रोकिरहेको छ। एकदम स्पेसल चाय रेडी भइसकेको छ। र 4 जना अनि म आफै छु। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ एकदमै धुम्म छ। यस्तो छ। लिउँ केटाहरू चाहिँ। गाइस हामी केटाहरू चाहिँ आजको राइड चाहिँ हामी यता कफेरसम्म आएको छौँ हामी। अहिले चाहिँ यता हामी कफेरको जङ्गलमा अलिकति होल्ड गरिरहेको छौँ। यतानिर केटाहरू 1-2वटा रिल्स बनाउने भनेको कारणले गर्दाखेरि चाहिँ हामी यो प्लेसमा छौँ। एकदमै फगी छ, हेर्नुहोस् केटाहरू सबै यता छ। अब चाहिँ यहाँबाट चाहिँ हामी फेरि रिटर्न हुने। र फौजी साहब आजको लास्ट राइड कस्तो हुँदैछ? अब फौजी साहब पनि भोलि फर्किँदैछ। कस्तो हुँदैछ यसो फौजी साहब आजको राइड? अनुहारमा खुसी भए नि मनमा दुखिएको पीडाहरू लुकाएर जाँदैछु ती डाँडा पारी छोडेर। वाह! ल हामी चाहिँ अब यो कफेर जङ्गलबाट चाहिँ हामी मुभ हुँदैछु। हेर्नुहोस् यो प्लेसमा चाहिँ हामी होल्ड गरेको। एकदमै राम्रो छ यो प्लेस, जग्गा एकदमै फगी लागिरहेछ चारैपट्टि। अब चाहिँ हामी यहाँबाट मुभ भएको लगभग अहिले कति 3 बजिसकेको छ। र गाइस हामी चाहिँ कफेरबाट पनि अब निक्लिँदैछौँ, घरतर्फ हामी फर्किँदैछौँ। एकदमै चिसो छ मौसम, तपाईँले देख्न सक्नुहुन्छ। अब चाहिँ वापस टु तन्याङ। आज चाहिँ हाम्रो फेरि बेलुकाको डिनर चाहिँ हाम्रो सुमन भाइकै घरमा छ र हामी सबैलाई हाम्रो केटाहरूलाई त्यहाँनिर बोलाएको छ। सो हामी त्यहाँ गएर पनि फेरि नेक्स्ट अर्को भ्लग बनाउने छ। यो रोडको चाहिँ अर्कै भ्लग हुनेछ। हल्का पानी पनि उछिटाउनु थालिसकेको छ।
सो गाइस तपाईँहरू हेर्दै जानुहोस् भिडियो हामी चाहिँ अब रिटर्न हुँदैछौँ 2 भाइ अगाडि छ अनि अगाडि मेरो अगाडि पनि जाँदैछ केटाहरू तपाईँहरू देख्न सक्नुहुन्छ वेदर एकदमै चिसो छ अहिलेसम्म हामी यहाँ कफेर जङ्गलमा 1-2वटा सुमन भाइको रिक्वेस्टमा हामीले 1-2वटा रिल्स बनाउने कोसिस गऱ्यौँ बनाएको चाहिँ हेरौँ अब के कस्तो हुन्छ मलाई इन्स्टातिर सो स्टे ट्युन एभ्रीवान अहिले चाहिँ हामी सँगै छौँ जाँदैछौँ बिस्तारै बिस्तारै हामी चाहिँ आइपुगिसकेको छु तनै आजको हाम्रो राइड चाहिँ एकदमै सफल भएको छ धेरै दिनको सोचदेखि अब नि 2 भाइ मेरो 2 भाइ छ आजको राइडको भिडियो चाहिँ यति नै छ अब नेक्स्ट भिडियो अहिले बेलुका सुमन भाइको घरमा बनिनेछ सो तपाईँहरू सबैजना यस्तो गरौँ कि आजको तँ र भाइ घर जा दिनुभएको निम्ति तँ घर जा अलिअलि प्याकिङ गर्दै गर रमलम मासु लिइकन आउँछ सबैजनालाई घाँस काट्छ